मर्निङ साथीहरू वेलकम टु माई भ्लग है। आमामा कस्तो दामी देखिएको त बादल त टेरिका के छ यार गाइज। अब जाउँ हामी यसो लेट्स गो फर रक क्लाइम्बिङ। फोन त झरेछ त गाइज। नाउ लेट्स गो फर रक क्लाइम्बिङ। यसपालि चाहिँ फोन नलडोस्। कमिलाको ताती सरर चल्दैछ नि। हामी आइसकेको छौँ एउटा गोठमा। यहाँ छ गोरुलाई घाँस। ओ गोरु आमामा यो गोरु त के गर्छ सान्छस् खाइदे मेरा त नि हो टेरिका गोरु खतरा छ नि गोरु। के छ गोरु अहिले हान भने मान्छे मर्दैन त। यसको सिङ कस्तो छ चुच्चो। देउरालीमा बतास चल्यो। Look at the view. बाटो है यो गाइजहरू। बाटो यस्तो बाटो टकटकमा हिँड्दै अब लागे उकालै उकालो। भिर र पहिरो खोलाको बाटो। अब फेरि सुजन चापागाई फ्लप। गीत नगाम भने पनि आइहाल्छ मुखमा। थेत्तेरिका है। सरी यार दाइहरू, म अब गाउँदिनँ भन्दा हल्का दिनै पर्यो नि। लुक एट द भ्यू भन्ने ठाउँमा आइपुगेपछि। हेलो भाउजू, गुड मर्निङ। तोप बल्दैछ बन्दैछ तोप बल्दैछ तोप। के छ भाउजू खबर? पिके कहाँ छ? हो र? कतिखेर गएको? आएको छैन? यहीँतिर छ भने फेरि अब जाउँ माथिल्लो घर। भाउजू यहाँ काम गर्दै हुनुहुन्छ। काम गर्ने मान्छेलाई डिस्टर्ब नगरौँ। आउँदैछ अरे भाउजू, बाटोमै छ अरे अहिले। छोरी मान्छेको काम गरिन्न। हल्का दिउँ न अब, गर्नु त पर्छ। गरेपछि अब यो घरमा गएको छ अरे हाम्रो पिकडाउन। यसलाई भेटौँ। घर आइपुगिहाल्यो फेरि। पातलो पातलो छ गाउँ। उकालो चाहिँ लास्ट हिँड्नु पर्ने यार गाइज। ओभरै झन्डै लडेँ म। मामपुल्स गाई बस्तु फार्मिङ हुँदैछ है। बाख्रा बस्तु। हेलो हेलो। अब यो घरमा आइपुगेर नि पिकेडन भेटिएन। अब जाउँ माथिल्लो घर। माथि छ त्यो माथिल्लो घर चाहिँ। पर भ्लगर भइसकिनँ म है। टेरिका बाइक लडेछ यार आमामा। बाबालाई नि खोइ कसले फोन गरिदिनु भएको थियो अरे। कसरी लडेछ त? स्ट्यान्ड भएको छ कि के भएछ त? बाइक लडेको छ ला त। यो खिच यतिकै पकाएर त हेर्नु है, ऊ विन्डो परेछ यो धोत्रे बाइक। तेल चुहिएछ अरे यहाँ है। यहाँ भ्यू है, भ्यू स्वाट।
पेट्रोल फेरि लास्ट मिठो बनाउँछ यत्रो बोक्यो यत्रो सबै पोखिएछ नि गाइस ए सब पेट्रोल चुहिएर चिसो भएको यहाँ त्यो बिर्को लगाइदिउँ न गाई खै बिर्को यहाँनिर रहेछ यो फेरि पेट्रोल उड्दो रहेछ क्या पेट्रोल भन्ने चिज चाहिँ नि ल अब म लागेँ खोलातिरतिर फेरि अब यता मैले बाइक उठाइदिइसकेको थिएँ अब लडी नै हालेछ पेट्रोल पनि राख्दैछ पेट्रोल बिर्को लाएर राखिदिइहालेँ ठिकै छ अब त के छ त्यो फोन गरिराख्नु अब एकछिन फोन आयो भने त्यहाँ बाइक लडेको थियो मैले उठाइदिएर म चल्दिसकेँ भनिदिन्छु देखा भन्छ प्रुफ तेरो सेतो ज्याकेट हो भनेको 3 जनाले के प्रुफ हौ के को लागि चाहिँ त्यो अस्ति हो मातेर 12 बजे मातेर चाहिँ रोका मातेर लडेर तिनीहरूको बिहाल थियो के गर्नु तर यस्तो होइन मातेर चाहिँ भाटा लाउ भनेर गएको थिए भाटा लाउ भनेर गएको भाटा लाउँदा भाग्यो क्या एउटा चाहिँ भन्ने त्यो चैनिरहेको छोरो कान्छो चाहिँ किस्ने हो अर्को भन्छ त्यो ठिकै भयो कि तर मातेर ग्रुपमा चाहिँ के भएर रोयो त लापा आफू लापा खेलेर लापा खेलेर नि धेर खातन मम्मी आमा भन्दै रोका धेर खारा हो त्यो त्यही भएर जहाँ रक्सी धुम्रपान चाहिँ भन्दिनँ म मद्यपान सद्यपान यताउता गाँजा गोटी केही पनि नखानु होला कसैले पनि गाँजा धेर भएर र रक्सी धेर भएर हो तिनीहरूलाई अब उपचार गर्नको लागि 2-4 भाटा लाउन पर्छ त्यो तिनीहरूलाई 8 बजेसम्ममा घर आइस भने आइस होइन भने नआइज गाउँनै नसिर भन्नुपर्छ त्यसो भन्ने होला अब यहाँ 10 बजे आएर कुकुरले खायो भने को जिम्मेवारी हो यो कुकुरले फेरि कप्पै उसले खायो भने को जिम्मेवारी म त हुँदिन कुकुरलाई जिम्मेवारी दिन पर्छ होइन मैले अघि भनेको त आफूले भन्दा म त हिँडे थापा भने मैले तेरो भनेको थिएँ त्यस्तो भएछ त्यही भएर जहाँ रक्सी खानुहुन्न कोही पनि मान्छेले दसैँ तपाईँहरूकोतिर गाइस दसैँ कस्तो आउँदैछ सबैलाई यति सस्ता चाहिँ म गराइदिन्छु लु गर्ने भइस कि गान्छ यो बाक्लो भयो नि त सर्नै नसर्ने रहेछ नि त यही त बवाल हुन्छ त दसैँ आउँदैछ है दसैँ लप्ली दसैँ अघि मैले भनेको फेरि मैले पानी परेको छ यस्तो एकै ठाउँमा मात्रै पानी परिरहेछ यता पनि परेको छैन यता पनि परेको छैन बिचमा त्यहाँनिर मात्रै पानी परिरहेछ नामजाङतिर तेरो नाम के हो नाम सिकार्की सिकार्की कतिमा पढ्छस् त 1 ढाँटिस होला होइन तँलाई कि नाच्न आउँछ आउँछ नाच त नाच अलिक यता नाच यहाँनिर नाच अलिक यता भित्तामा गएर नाच उल्टी ज्याम हान्दै त्यस्तो हुन्छ अनि यहाँ उयो एउटा कथा भन् त सर्ट लुकिरहेको थियो अरे अनि सर्टमा लुकिरहेको थियो अरे अनि कुखुरा भाग्यो सर कुखुरा भागेर पछाडि भेटे मान्छेले सर्ट पायो भोलिपल्ट घाँस काट्न आएको बेला मान्छे घाँस काट्न आएको बेला अनि खाइदियो साबा सिलाएर थ्याङ्क यू हो अब गीत गा त एउटा यो कुन कस्तो खालको गीत हो यो मान्छे खालको गीत हो मान्छे खालको गीत हो अर्को गीत गाउँदा फेरि मान्छे यहाँ मलाई माया गरे फेरि गा एउटा गीत गा एउटा गीत पानी परेको अब पानी पर्छ सबैतिर गाई चर राजाको वनमा है गाई होरी पच आम्मा यो त काम नगरौँ भन्ने सोचिरहेको थिएँ गर्नै पर्यो नि भन्ने जस्तो भयो त यार गाई
के गर्नु मेरो अब यो गाइड्सलाई बान्नु त पर्ने छ जसरी पनि बान्न त गाह्रो छ मलाई एक्लैलाई यत्रो बेर पानी परे पछाडिको रमणीय दृश्य देखिएको छ कस्तो खुलो खुलो आकाश पनि लभलीको छ र अब जाने हो खोला सिधै कस्तो भएछ अगाडि मैले देखाएको खोला चाहिँ त्यो पानी नपर्दाखेरिको सानो खोला हो अब देखाउने हो ठ्याक्कै खोलामा गएर किनभने हाम्रो पहाडको ठ्याक्कै फेदी पर्छ फेदी अरे टुप्पा पर्छ ठुलो खोला बग्दैन पानी परेको बेला चाहिँ वाइल्ड बग्छ अब जाम खोला कस्तो देखिँदैछ हेर्दै हेर्दै लौरो बोकेर जानुपर्छ एउटा चाहिँ यसो टेक्दै टेक्दै हिँड आनन्द हुन्छ लौरो टेक्न पनि बुढाबुढी आछि आमा पानीले त मालाङ त्यसो छैन हाम्रो इज्जत अलिअलि इज्जतै नभए जस्तो गरेर भिजाउँछ यार यो पानीले पनि हामीले राजा जस्तो गरेर यार एउटा छाता उडाउने साथी पनि हुन्छ यार अर्काको छातामा छिरे पछाडि साउने झरी नपत्याउँदो खोलाले बगाउँछ अरे फेरि गाइस साउने झरी सकिएपछि खहर उर्लेको कति होला त यसमा करेन्ट है आरेको छ नपत्याउँदो खोलाले बगायो मलाई बरिलै चिप मालाङ भिजे म अब हेरौँ त्यो पारीको डाँडालाई कसरी कुहिरोले छोप्छ त टाइम ल्याप्स लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला हल्का बिट्टी